गुड इभिनिङ, नमस्ते संसारभरि छरिएर रहनुभएका नेपाली भाषीहरू। अहिले म नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको यो शुक्लाफाटा नगरपालिकाको वडा नम्बर 1 मा रहेको खजुवा लैटाटोलको बगलमा रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको सेरोफेरोमा छु। साँझको समय अत्यन्त रमाइलो र सुन्दर छ। तपाईँ देख्न सक्नुहुन्छ यो शुक्लाफाटा आरक्षको क्षेत्र हो, जहाँ यहाँ चाहिँ धेरै जसो चाहिँ जङ्गलमा छोडिएका गाईबस्तुहरू चरिरहेका छन्। कतिपय घरपालुवा पनि छन् र यो शुक्लाफाटा वन्यजन्तु आरक्ष नेपालको प्रमुख आरक्ष मध्येको एक हो, जहाँ चाहिँ तपाईँले जरायो, मृग, कृष्णसार, हात्ती, पाटेबाघ लगायतका जनावरहरू अवलोकन गर्न देश विदेशबाट पर्यटकहरू पनि आउँछन्। र यो शुक्लाफाटा वन्यजन्तु आरक्ष निकै ठुलो छ। यसको सिमाना इन्डियासम्म छ। इन्डियाबाट कहिलेकाहीँ यो आरक्ष हुँदै हात्ती पनि आउँछन्। नेपालको शुक्लाफाटा वन्यजन्तु आरक्षमा पनि हात्ती छ। र मलाई चाहिँ मानव निर्मित संरचना भन्दा प्राकृतिक रूपमा बनेको संरचना धेरै रमाइलो लाग्छ। तपाईँलाई थाहा छ, नेपालको अन्य ठाउँमा जाँदा पनि मैले त्यसै तपाईँलाई देखाउने गरेको छु। त्यस कारण यो साँझको समयमा यो शुक्लाफाटा वन्यजन्तु आरक्षको यो दृश्य देखाउन पाउँदा मलाई पनि एकदम रमाइलो लागिरहेछ। देख्नुभयो भने झन्डै हामीले विदेशमा जसरी देखिरहेका हुन्छौँ, स्विजरल्यान्डतिर, त्यतातिर स्विडेनतिर गाईबस्तुहरू चरिरहेका सम्म फाँट होइन, त्यस्तै ठाउँ हाम्रो नेपालमा पनि छन्। नेपालका धेरै ठाउँ चाहिँ लुकेका छन्, जुन बाहिर प्रस्फुटन हुन नसकेका हुन्। ती ठाउँहरू धेरै छन्। पर्यटकीय हिसाबले अगाडि बढ्नुपर्ने ठाउँहरू पनि धेरै छन्। एक त सुदूरपश्चिम अन्य कुराले पनि राज्यको मूल प्रवाहबाट अलिक पछाडि परे जस्तो धेरै कुरामा आउँछ। अपि हिमालय छ होइन, धेरै पर्यटकीय ठाउँहरू पनि छन्। र यो शुक्लाफाटा वन्यजन्तु आरक्षमा घुम्न आउँदा मलाई एकदम रमाइलो महसुस भएको छ। एउटा त यो तराईको जनजीवनको बारेमा पनि थाहा भयो धेरै। अर्को कुरा चाहिँ यो प्राकृतिक रूपले जस्तो साई बर्दिया राष्ट्रिय निकुञ्ज, त्यसपछि गएर बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाटा वन्यजन्तु आरक्ष लगायतका प्राकृतिक सम्पदाहरूको पनि अवलोकन गर्ने मौका मिल्यो यसपटक। र तपाईँ देख्न सक्नुहुन्छ, हेर्नुहोस् गाईबस्तुहरू चरिरहेका छन्। एकदम सम्म रमाइलो ठाउँ छ। साँझको सन्ध्या छ, लगभग सूर्यास्त अब हुने बेला भएको छ। र यतातिर तपाईँले पश्चिमतिर देख्नुभएको चाहिँ शुक्लाफाटा वन्यजन्तु आरक्ष यहाँबाट सुरु भयो। यहाँ एउटा नदीले छुट्टाएको छ। नदीबाट यता लागेपछि शुक्लाफाटा वन्यजन्तु आरक्ष सुरु भयो, जहाँ विभिन्न किसिमका चाहिँ जङ्गली जनावरहरू बस्छन्। र यसको सुरक्षार्थ नेपाली सेनाको एउटा गण पनि यहाँ बसेको छ, जसले यसको सुरक्षार्थ हेर्ने पनि गर्छ। र यसको लामो ठुलो क्षेत्रफल भएको हुनाले इन्डियाबाट पनि अब जनावरलाई त देश नेपाल भारत भन्ने कुरा भएन, इन्डियाबाट पनि हात्तीको बथानहरू यो ठाउँमा आउने गर्छन्। यो ठाउँमा कतिपय ठाउँमा मानवीय क्षति पनि भएको हुन्छ, कहिलेकाहीँ खेतीपातीमा नोक्सान पनि गरिरहेका छन्। र धेरै ठाउँमा राष्ट्रिय निकुञ्जले आफै तारबार लगाएको पनि छ। यो घुम्न आउँदाखेरि यो ठाउँमा आउँदा मलाई एकदम रमाइलो महसुस भयो। आशा छ तपाईँले पनि यो भिडियो हेरेर यसबाट मनोरञ्जन लिनुभएको होला। र नेपालका अन्य ठाउँमा जाँदा पनि भविष्यमा पनि तपाईँलाई मैले नयाँ ठाउँ देखाउने छु, नयाँ ठाउँको अवलोकन गराउने नै छु। र यो गाईबस्तुहरू पनि कस्तो मजाले चलिरहेका छन्, देख्न सक्नुहुन्छ। यो जङ्गलमै ब्याउँछन्, दुध खुवाइरहेछ गाईले चाहिँ आफ्नो बच्चालाई, अनि जङ्गलमै ब्याउँछन्, यही हुर्कन्छन्, यही भर्छन्। रमाइलो पनि छ। एक किसिमले पर्यावरणीय हिसाबले पनि ठिकै हो। अब मल पनि प्राप्त हुन्छ, गाईबस्तु यही खान्छन्, बाँच्छन् होइन। एक किसिमले गौशाला बनाएर एकदम दुःख दिएर साँगुरो घेराभित्र राख्नुभन्दा खुल्ला ठाउँमा छोडिदिनु, त्यो अर्थले पनि राम्रै हो। अब वन्यजन्तु बाघले खाने भन्ने कुरा त अब चक्रीय प्रणाली अलिकति चेक एन्ड ब्यालेन्सको हिसाबले पनि पर्यावरणीय हिसाबले पनि त भइ नै हाल्छ। र यसरी खुल्ला ठाउँमा गाईबस्तु छोडेको राम्रो पनि हो। गौशाला बनाएर साँगुरो घेरामा राख्नुभन्दा राष्ट्रिय निकुञ्ज आसपास यस्तोमा राखिदिनु राम्रो पनि हो। र रमाइलो महसुस भयो। तपाईँले कस्तो लाग्यो मलाई थाहा भएन। आशा छ तपाईँले यसलाई मन पराइदिनु भयो होला। यसको केही फिडब्याक छ भने तपाईँले कमेन्टको रूपमा तल दिन सक्नुहुन्छ, त्यसलाई म सुधार्दै जानेछु। हुन त म पेसेवर रूपमा एकदम भिडियो बनाउने भ्लगर नै त होइन, तर सकेसम्मको आफ्नो साधारण मोबाइलले जति देखिन्छ त्यतिसम्म देखाउने प्रयास गरेको छु भन्दै अहिलेलाई सानो डकुमेन्ट्रीबाट बिदा चाहन्छु। हस्, धन्यवाद, नमस्ते।